If you are a content creator, then never do this, hey. Hi everyone, I'm Ishan Sharma and welcome to the complete guide to using ChatGPT in 2025. Notice he said mastering ChatGPT in 2025 है यसले चाहिँ के गर्छ भन्दाखेरि भिडियोलाई टाइम बाउन्ड बनाइदिन्छ क्या जस्तै कि यो भिडियो 3 महिना अगाडि आएको हैन अब भ्युअरले हेर्दाखेरि उसको दिमागमा के मेसेज जान्छ भन्दाखेरि चाहिँ ओके यो भिडियो 2025 मा आएको रहेछ हल्का पुरानो भिडियो रहेछ यसमा भएको टिप्सहरु पुरानो होला आई शुड वाच समथिङ न्यू त्यस्तो खालको माइन्डसेट जान्छ कि बिकज इट इज 2026 नाउ हैन अब ऊ त बिग क्रिएटर हो उसलाई त्यस्तो फरक नपर्ला हैन बट इफ यु आर अ स्मल क्रिएटर देन यसले चाहिँ एकदम धेरै फरक पार्छ है बिकज तिमीलाई भ्युअरको ट्रस्ट बिल्ड गर्नै बाँकी छ क्या अझै हैन र तिमीले यस्तो कुरा भन्दैछ चाहिँ भ्युअरलाई चाहिँ हल्का त्यो नेगेटिभ इम्प्याक्ट जान्छ क्या हैन लाइक तिम्रो भिडियो चाहिँ टाइम बाउन्ड भइदिन्छ क्या सर्टेन टाइमसम्म मात्रै तिम्रो भिडियो रिलेभेन्ट हुन्छ त्यसको मेन इम्प्याक्ट हुन्छ त्यहाँपछि चाहिँ त्यो भिडियोको हुन्छ नि मेन इम्प्याक्ट सकिन्छ जस्तो भ्युअरको दिमागमा जान्छ क्या अनि उसले चाहिँ नयाँ भिडियोहरू खोज्न थाल्छ जुन चाहिँ एकदम अहिले भर्खर रिसेन्टली आएको हुन्छ जस्तै कि हामीले कोर्सेसहरू युट्युबमा हेर्दाखेरि पनि हैन रिसेन्ट टाइममा आएकोहरू चाहिँ बढी प्रिफर गर्छौँ रादर देन 1-2 वर्ष पुरानो हैन किनकि यसमा नयाँ कुरा होला यसमा अझ नयाँ कुरा सिक्न सक्ला जसरी हाम्रो माइन्डमा जान्छ सो यो पनि त्यही हो क्या इफ तिमीलाई यसरी इयरहरू मेन्सन गर्नु छ टाइम मेन्सन गर्नु छ भने मेन्सन इट समवेयर जहाँ चाहिँ तिमीले त्यसलाई चेन्ज गर्न सकोस् क्या जस्तै कि टाइटलमा हैन युट्युब टाइटल तिमीले जहिले पनि चेन्ज गर्न सक्छ बट तिमीले भिडियोमै भन्छौ भने या फिर थम्बनेलमै लेख्छौ भने चाहिँ हैन त्यो चाहिँ हल्का गाह्रो पर्न सक्छ त्यसले चाहिँ हल्का भिडियोको रिचमा इम्प्याक्ट गर्छ जस्तो मलाई चाहिँ लाग्छ है एटलिस्ट सो मेनली चाहिँ इफ यु आर स्मल क्रिएटर देन आई डोन्ट थिंक यु शुड डू दिस बट या द्याट इज जस्ट माई ओपिनियन डू टेल मी व्हाट डू यु थिंक